ज्ञानेन्द्र शाहीलाई नेपाल प्रहरीलाई गुण्डासँग तुलना गर्ने, गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर भन्ने, प्रधानमन्त्री लगायतका चाहिँ टिमलाई चाहिँ साथीहरू माल खाएर काम गर्छन् कि क्या हो भन्ने र विदेशमा बसेका नेपालीहरूलाई यिनीहरू के बुझ्दैनन् के जान्दैनन् भनेर आक्षेप लाउने अधिकार कसले दियो? कसले दियो ज्ञानबहादुर शाहीलाई? त्यसलाई तुरुन्त यो माल खाएर काम गर्छन् कि क्या हो भन्ने कुरा संसदीय मर्यादा विपरीत छ। गृहमन्त्रीले तुरुन्त एक्सन लिएर ज्ञानबहादुर शाहीलाई चाहिँ तपाईँको चाहिँ कानुनको दायरामा ल्याउनुपर्छ। जे पाए त्यो बोल्न पाइन्छ, मुख छ भन्दैन। कुनै के चाहिँ तपाईँको चाहिँ र कुनै के जोगाउनु भन्छन् नि, हेर्नुहोस् जोगाउनु पर्छ पर्दैन, जे पाए त्यही भन्ने, मन लाग्दी बोल्ने। जसले ज्ञानबहादुर शाहीलाई नेता बनायो, जसले आपत परेको बेलामा पैसा सङ्कलन गरेर पठायो, जसले उनी घाइते भएको बेलामा उपचार गरिदियो र जसले निर्वाचनको समयमा आर्थिक सहयोग गरेर निर्वाचित गराएर आजसम्म ल्याइ पुर्यायो, तिनै विदेशमा बसेका नेपालीहरूलाई उनीहरू केही बुझ्दैनन् भनेर आज चाहिँ तपाईँको चाहिँ धार्यात लगाइरहेछ। हेर्नुहोस् त कस्तो बैगुनी।